हेलो आजको मेरो नयाँ फेरि अर्को भ्लगमा हजुरहरूले स्वागत छ। आज भाइटिकाको दिन हामी धरान जाँदैछौँ। ड्याडी र म, बाबाजी पाइलोट, म प्यासेन्जर जानेछु सरर फुपूकोतिर टिका लाउनका लागि। पुरा ह्यान्डसम भएर जाँदैछु। अलिकति ह्यान्डसम त हुनु पर्यो। अब चाहिँ म मेरो फुपूकोमा आइपुगेँ। अनि यो मेरो सानी बुनु अनि यो मेरो सानो भाइ। क्या गोरो गोरो छ है। म चाहिँ उनीहरूको छेउमा कालो देखिन्छु। मेरो राम्री बिमाला फुप्पू लास्ट गोरी हुनुहुन्छ। मलाई अचम्म लागिरहेछ कान्छी फुपू कसरी गोरी हुनुभयो। हल्ला गरेको होइन यो गोरी म त कस्तो कालै देखिन्छु। यहाँ त कान्छी अनर्मेस है हामी दाजुभाइ बहिनीको नि। अब टिका लाउने साइड पनि भयो। अब हामी टिका लाउँछौँ। मेरो कति ठाउँ टिका लाउँछ। यहाँ नि धरानमा भयो। अनि त्यसपछि यता बौकामा फुपू हुनुहुन्न, पाहाड जानुभएको छ। अनि त्यसपछि उता रोशनी बुनुकोमा। अनि फेरि बिराट चौक कुदेको गर्नुपर्छ। वाक्क टिका लाग्छ चकचके ए टक्लिया के हो दाँत त नि फुटेछ त नि। हेर हेर थोते हजुर बाउ। इस हेर हेर दाँत किराले खाएर आम्मामा चक्लेट धेरै खाएपछि त्यस्तै हुन्छ क्या। धेरै चक्लेट खाएपछि थोते किरा पर्छ खै। हेर हेर थोते किरा परेर दाँतमा पिङ छ हो र। धेरै चक्लेट खानु पर्दैन। फेरि बाँच्न थाले ओए। अब हामीले चाहिँ टिका पनि लगाइसक्यौँ। बाबाले फुपूहरूले लगाइदिँदै हुनुहुन्छ। 8 मिनटको मात्रै लिमिट हुँदो रहेछ। है काटी गएछ यता हेर। म फुपूहरूलाई अनि बहिनीलाई टिका लगाइसक्यो। अब यता भाइले टिका लगाइदिँदैछ। अब चाहिँ भाइ टिका पनि हामीले लगाइसक्यौँ। मजाले नै बा सेभिङ गरेको चल्यो हावा सिरेरीमा नै उडाउन मेरो कान्छीको गाउँमा माया साट्न आएको घाँटी म त हेरेन। ल भन। हेलो गाइस, अब म उड्छु हैन। दिदी लडिन्छ है। अब हामी भाइ टिका लगाएर गयौँ। फुपूहरू बिदा गर्नका लागि बसिराख्नु भएको छ। हाम्रो पाइलोट ड्याडी यता हुनुहुन्छ। अब हामी गयौँ। टाटा 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 आयो। अब हामी गएको म चाहिँ धरानदेखि पनि आइसकेँ। धरानदेखि आएर यहाँ मस्त घरमा छु। अब उता अर्को बहिनीकोमा गएको टिका लाउनु। अनि त्यहाँ टिका लगाएर फेरि विराट चौक जानुपर्ने। विराट चौकको बहिनी रिसाइसकेर छिटो आइज भनेर यहाँ पनि छिटो
टिका लाएर फेरि सुँगुर फार्म जानु पर्ने म त सुँगुरको घुसेर्दा सेर्दा वाक्क लागिसक्यो उता खाँदा 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 गएर वाक्क दिक्क म त पेटै अस्तो भइरहेछ अब यता बहिनीकोमा पनि आएर टिका लगाए के हो क्यामेरामा त फुल आइसक्यो यता देखा तेरो अनुहार मोटी मोटी छ तर राम्री छ लास्टै छुची छ तर बिल्ला हान्छ यसले फेरि बिल्ला हाने होइन यता हेर एकदम राम्री छ एकदम स्विट छुची छैन खासै छुची छैन रिसाउँदा मात्रै कराउँछ खासै छुची चाहिँ छैन नि फेरि के साह्रो नगर न अब देखाएको नि क्यामेरा चाहिँ राम्री देखाइदिइहाल्छ नि हौ राम्री नै छेस तर लागेको थियो क्या तेरो बहिनी भएर मलाई त लाग्दैन नि त नि ऊ चाहिँ मेरो आफ्नो बहिनी नभएर साथीको बहिनीलाई बहिनी बनाएको तर आफ्नो भन्दा प्यारो छ कहिले पोदेखि पो लगाएको मैले तेरो हातदेखि टिका जस्तै 8-7 होला सायद 7 देखि हाम्रो दादासँग त होइन हामी 7 देखि लाग्यो किनकि त्यसको अर्को वर्ष लगाउने बित्तिकै रोशन पढ्न छोड्यो नि त नि 6 क्लासदेखि लगाएको हामी 6 क्लासदेखि बहिनी फुपू सकेको कति भयो अहिले मेरो 2-3 वर्ष हुने छ कति वर्ष भइसक्यो अनि के पो दिदी बहिनी कोही थिएन फुपूको हातबाट मात्रै लाउँथे अनि यता अर्को मेरो बहिनी बनाएको हो पोस्ट हाल्लास फेरि पोस्ट हान्ने होला हैन युट्युबको लागि हो त्यही त नि युट्युबको ब्लग हो बिल्ला हैन एउटा मेमोरी हो भ्यू खासै आउँदैन आजकल यो भिडियो नहालेर फ्रिज भइरहेछ आइडी ला यस्तो नगर्दैन यार अब सब्स्क्राइब गरिसकेपछि 1 मिलियन पुगेपछि केक काटौँ भन्ने सोच्न बिस्तारै पुग्ला नि कति पछि सब्स्क्राइब थियो 700 छ 700 त्यति पनि मेहनत थुप्रै गर्नुपर्छ नि हो 700 भने त कम हो 700 छ टिकटकमा 7000 छ अब चाहिँ म विराट चोक नि आइपुगे माइजू त्यहाँनिर के गर्दै हुनुहुन्छ यतातिर यता आइज भिडियो यो चाहिँ मेरो कान्छी बनु कान्छी यो भन्दा नि कान्छी छ तर पनि अर्को बुनु मुलाई कुइने गरिराखेर छ्या हाफ मात्रै डुबाएको त्यो गन्ध नगएर हो त्यो पानी फ्याँकेर फेरि मजाले उयो गरेर ब्रसले यो त मैले अस्ति नै धुलाएको थिएँ कि हेर्न पुरा भित्रको पनि कट्याइदिएको थिएँ क्या मैले नै नखाने म केही पनि नखाने भरे खान्छ एकैचोटि अब यहाँ पनि टिका लगाइसक्यौँ अब के गर्ने घुम्नु जाने के अरे भइसक्यो ह्यान्डसम ब्रो तपाईँको भिडियो त खतरा अब हामी चाहिँ म चाहिँ ठुटे कट्यु र सेन्डो लाएर हामी चाहिँ घुम्न चल्दिएको लुगा सुगा खोलिदिकन फाडिदिकन फार्मे जाथ्यो के भयो लोकल है भाइ लोकल है हाम तिम्रो चाहिँ कहाँ गयो अब यता मामाको साइकल लिन्छु पम्प छ कि छैन ठिक छ कि छैन अनि चलो अब चाहिँ हामी जाने मामाजीको साइकल लिइहाले अब कहाँ जाने तर साइकलले कहाँ पुऱ्याउँछ त्यहाँसम्म मामाको छिमेकी राम्रो टेरी छ त के भन्नु छ यहाँको हावा वातावरण साह्रै राम्रो रहेछ होइन मलाई चाहिँ यही अलिक खासै अलिक यतै बस्नु पो मन लाग्यो त हामी चाहिँ यहाँ बाघझोडाको छेउमा आएको छौँ जङ्गलमा पार्टी हुँदैछ के हो चलिने जम जम कि चुम्बा चाटी गर्दैछन् जङ्गलमा टर्च बालेर यहाँ चाहिँ समीक्षा एकचोटि आएको थिएँ भित्र कहाँ जङ्गलसम्म छिरेको थियौँ लाडा जस्तो अनि यहाँ चाहिँ पुरा माछा मार्दै थिए धोतीहरू कत्रो पो माछा निकाल्दै थियो त
हामीलाई धोती भन्छ रे बिहान किला गन्धने माछाको आइरहेछ स्मेल द फिस यहाँ मछलीहरू टन्नै मारेको थियो एकचोटि हामी आउँदाखेरि सम्यकको त्यो यस्तो दन्ती परेको त्यो गर्लफ्रेन्डलाई भेट्न आएको होइन सम्यकले चाहिँ मेरो मतलब बागजडा घुम्न पनि जानुपर्छ नि गर्लफ्रेन्डलाई पनि मेरो गर्लफ्रेन्ड पनि आउँछ अरे होइन मतलब त्यो सुरुमा अब त्यो चञ्चले मन हुँदाखेरि अब कोसँग बोल्दै जाँदाखेरि अब कस्तोलाई गर्लफ्रेन्ड बनाएछ यस्तो दाँत परेको आम्मा त हेरेर फेरि उसको साथीहरू त ठिकै थियो होइन हेर्न लायककै थियो अलिअलि तर त्यो त यस्तो परेको दाँत त निस्केको म चाहिँ केही बोल्दिनँ यो ह्यान्डसम मान्छेहरूले मात्रै बिल्लाइनु सक्छ के बनाएको त्यतिखेर मलाई कस्तो खिच्चा लागेको थियो भने नि त्यतिखेर तर के छैन त्यो चञ्चले मनमा बनाएको अहिले त कोही केटी पनि हेर्दैन गेममा मात्रै व्यस्त हेऱ्यो भने पनि राम्री एकदम सुन्दरी अप्सराको परी जस्तो मात्रै हेर्छ तर म चाहिँ कसैलाई हेर्दिनँ एकदम लोयल फर वान त्यसैले म कोहीसँग बोल्दिनँ बरु त भ्लग बनाउँछु भिडियो बनाउँछु गान्डु जस्तो के बोल्छु इसकी बहन की आँखमा म चाहिँ त्यो के बाबा छैन एउटा बाबा भन्नु पर्यो माछा किन्ने राम्रीका छोरा म तँलाई युवती पर्दा दिनु हे म त यहाँ कयौँ वर्षदेखि युवती नपाएर जङ्गल भट्किरहेको छु भने म तँलाई युवती दिनु मतलब त्यति साह्रो चाहिँ बोलेको छैन अब रफ वर्ड बोलेको माछा किन्ने राम्रीका छोरा म छाडा बोल्दिनँ क्या म बोल्छु बोल्नु हुँदैन दाजु तपाईँ एकदम म बोल्दिनँ नि अब हामी देउसिरे खेल्न वाह जेन्जी देउसिरे न्यू स्टाइलका देउसिरे बुफर बजायो अनि देउसिरे आफूले पो भन्यो त भाइ बुफर बजाएर पनि हुन्छ अनि एडभान्स देउसिरे एकदम भाइहरूको देउसिरे देखेर लास्ट हाँस उठ्यो अहिलेको न्यू जेनेरेसनको देउसिरे यस्तै हुँदो रहेछ सुनेको मात्रै थिएँ आज देख्नु पनि पर्यो हेर्दै दसैँ तिहार पनि सक्यो अब छठ पूजा लास्ट अन्तिम दिन हो त्यही दिन रमाउने साथीहरूसँग त्यसपछि त केही छैन अनि त्यसपछि आउँछ चासोक तङनाम त्यो दिन चाहिँ लास्ट स्पेसल डे होइन अनि अब यसरी चाडबाड सक्यो भाइटिका पनि सक्यो चाडबाड सक्यो रमाइलो अब सक्यो अब आफ्नो काममा धस्त घुपेलाई चाहिँ पेलिने हो आजको लाइभ भ्लग यति नै मतलब भाइटिकाको भ्लग हिजो भाइटिका थियो आज भोलि एडिट अनि आज एडिट गर्छु बेलुकातिर हालिदिन्छु कि त के गर्छु थाहा छैन मेरो जसको अहिले चल्छ त्यहीले हालिदिन्छु मेरो चल्ने पनि होइन त्यतिकै मेमोरी मात्रै